चैत्र 15 गतेको काण्डमा दोषी ठहराएर दुर्गा प्रसाई लगायत चाहिँ मतलब के भने धवल शमशेरजी र रविन्द्र मिश्र लगायत 50 जनालाई समातिएको छ। मान्छेहरू धेरै घायल भएका छन्, त्यो सबैलाई थाहा छ। वास्तवमा अत्याचार र मतलब के भने के अरे सरकारको तर्फबाट चाहिँ मतलब के भने पहिले फायरिङ भएको सबैले देखेका छन्। त्यसकारण त्यो कुरामा चाहिँ हामी के भन्छौँ भने ल सरकारले चाहिँ मतलब के भने गरे हो बा बाहिर चाहिँ आन्दोलनकारीले गरे हो, त्यो छानबिन गर्न एउटा न्यायिक जाँच आयोग गठन होस्। त्यसले जे जस्तो किसिमको रिपोर्ट दिन्छ त्यो अनुसार कारबाही होस् भनेर हामी बाहिर बसेर माग गरिरहेका छौँ। तर सरकार त्यो गर्ने पक्षमा छैन र सरकारले दुर्गा प्रसादलाई नि समातेको छ। यो सबै दुईजनाको मृत्यु भएको र कयौँ मान्छे घाइते भएको त्यो सबैको दोषी चाहिँ दुर्गा प्रसाद हो भनेर पनि भनिएको छ। त्यो वास्तवमा हुँदै होइन है। भोलि अदालतले त्यसलाई छोड्छ। तर अहिले आएर चाहिँ मतलब के भने प्रत्यक्षदर्शीले पनि हेरिरहेका छन् दुर्गा प्रसादको त्यहाँ कुनै किसिमको गल्ती चाहिँ देखिन्न। हेर्नुहोस्, हो उनले आह्वान गरे हो, त्यो कमान्डर पनि उनी हो र ठिकै छ। मतलब के भने दुर्गा प्रसाद त मतलब कमान्डर भए, उनलाई समातियो। अब धवल शमशेर, रविन्द्र मिश्र लगायत चाहिँ 50 जनालाई किन समातिराखेको र त्यो पनि वास्तवमा छोड्नुपर्छ भन्ने हाम्रो बलियो माग छ। र अदालतले अहिले म्याद थपेको हुनाले अदालतकै म्यादको आधारमा त्यहाँ अनुसन्धान भइरहेको छ र धवल शमशेरजीलाई चाहिँ नि क्यान्सरको रोग भएको कारणले गर्दा आजै उहाँ छुट्दै हुनुहुन्छ हाजिर जवानीमा। उहाँको चाहिँ क्यान्सरको चाहिँ जाँच गर्न भारतको चाहिँ नि अस्पतालमा जानुपर्ने भएको हुनाले त्यो चाहिँ कन्सिडर गर्यो। त्यसको लागि सरकारलाई धन्यवाद छ र त्यसै गरिकन सबैलाई चाहिँ नि मतलब के भने छोड्ने काम गरोस् भन्ने पनि हाम्रो भनाइ छ। हस्, धन्यवाद। नमस्कार। अहिले मार्केटमा विरोधै विरोध छ र शिक्षक हडताल अहिले चालु छ। शिक्षकहरूले हडताल गरेको आज 20 दिन भइसक्यो। हडताल समाप्त भएको छैन। आज त झन् 10 बजेदेखि शिक्षकहरू यो बिजुली बजारको एरियामा आएर पुरा बसेको हुनाले ट्राफिक अस्तव्यस्त थियो। अब बल्खुबाट बिजुली बजार आइपुग्नु 2 घन्टा लाग्यो। मलाई नयाँ बानेश्वरबाट यहाँ आइपुग्नु करिब आधा घन्टाभन्दा बढी लाग्यो। अझ बढी, लगभग हिँडेर आउनुभन्दा बढी लाग्यो। त एकदम प्याक। त यसको के सङ्केत छ भने अलि यो विरोध चाहिँ राम्रो किसिममा आइरहेछ। त्यति हुँदाहुँदै पनि अहिले आएर शिक्षकहरूको र सरकारको बिचमा 7 बजे सहमति आज हुने किसिमको कुरा छ। यदि त्यो भइदियो भने भोलिदेखि समापन हुन्छ। र हामी के चाहन्छौँ भने शिक्षकहरूको मागलाई सम्बोधन गर्नै पर्छ सरकारले। किनभने शिक्षकको मागलाई सम्बोधन गरेन भने आज 8 गते भइसक्यो। 4 देखि 5 गते वैशाखको 4-5 गतेदेखि सब स्कुलहरू खोल्नुपर्छ, विद्यालयहरू खोल्नुपर्छ, पठन पाठन सुरु गर्नुपर्छ सबै क्लासहरू कक्षाहरूको। र त्यसको अतिरिक्त एसईको जाँचको चाहिँ नि कापी जाँच्ने पनि कुरा छ त्यहाँ। त 1 महिना सवा महिनाभित्र यदि कापी जाँच्न सकेन भने असारको पहिलो हप्तामा एसईको रिजल्ट निस्किन्न। यदि एसईको रिजल्ट निस्केन भने 11-12 को क्लासमा जाने 11मा भर्ना हुने मान्छेको शैक्षिक सत्रलाई अवरोध हुन्छ। ती सबै दृष्टिकोणले विचार गर्दा यो 10 गतेभित्र सबै टुङ्गो लाग्नुपर्छ भने हामीले धेरै नै भन्यौँ, धेरै बोल्यौँ, तर कतैबाट केही लागेन। अब केबी शर्मा ओली हिजो बाहिर बस्दा पुरा मतलब के भने शिक्षकको समर्थनमा बोल्नुहुन्थ्यो भने अहिले प्रधानमन्त्री हुँदा शिक्षकको विरोधमा बोल्नुहुन्छ उहाँ। र शिक्षक किन चाहिँ रमिता गर्न आएको, के रमिता देखाइराखे भनेर चाहिँ शिक्षकहरूलाई हकार्नुहुन्छ। र तैपनि मतलब के भने हामी के चाहन्छौँ भने अब तपाईँ प्राइम मिनिस्टर हो, तपाईँले सम्बोधन गर्नैपर्छ शिक्षकहरूलाई। यदि गर्नु भएन भने राम्रो हुँदैन। त अब शिक्षकहरूको मात्र होइन, यता राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि राज संस्था स्थापना र हिन्दू धर्मको स्थापनाको लागि क्रियाशील छन्। र हिजो 7 गते निषेधित क्षेत्र हामी अवरोध गर्छौँ भनेर एनाउन्स गरेको थियो। त्यसको विरुद्धमा गृह मन्त्रालयले लेखेको थियो यदि निषेधित क्षेत्र तपाईँहरूले अवरोध गर्नुभयो भने तपाईँहरूलाई हामी कारबाही गर्छौँ।
भनेर गृह मन्त्रालयले पत्र पनि काट्यो। तर अब निषेध क्षेत्र के हो त भन्ने कुरा निर्णय भएन। निषेध क्षेत्र त यही हो के भने यो मण्डला, त्यसपछि के अरे संसदको वरपर, अनि प्रधानमन्त्री कार्यालय अथवा चाहिँ नि मतलब के भने प्रधानमन्त्रीको निवास, राष्ट्रपतिको निवास, यस्तै यस्तै ठाउँ चाहिँ तोकेको थियो सिंहदरबार। त अब त्यो क्षेत्र नै मतलब हामी तोड्छौँ, निषेध क्षेत्र तोड्छौँ, हामी विरोध गर्छौँ भनेर एनाउन्स गरेको थिए। तर उनीहरूलाई चाहिँ मतलब क्याप्चर गर्दै 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 ल्याएपछि हिजो तपाईँको सिंहदरबारमै उनीहरूले निषेधित क्षेत्र हो सिंहदरबारभित्र त्यही नै मतलब प्रदर्शन गरिदिए। प्ले कार्ड लिएर जिन्दाबाद मुर्दाबाद, केपीले राजीनामा गर्नुपर्छ, गृहमन्त्रीले राजीनामा गर्नुपर्छ, हाम्रो माग पुरा हुनुपर्छ, गणतन्त्र खारिज हुनुपर्छ, राष्ट्र संस्था स्थापित हुनुपर्छ भन्ने नारा दिएपछि केही बेर नाराबाजी हुँदाहुँदै पुलिस आएर उहाँहरूलाई समात्यो। त्यहाँ चाहिँ 4 जनालाई समात्यो। राजेन्द्र लिङ्गदेल, ज्ञानेन्द्र साई, बुद्धिमान तामाङ आदिलाई समाते। र त्यतैबाट फुत्केर आएर चाहिँ दीपक केसी चाहिँ यहाँ सडकमा आइपुगे र सडकमा आइपुग्दा करिब करिब शिक्षकहरूले हडताल छोडिसकेका थिए। शिक्षकहरूले हिजो चाहिँ अलिकति सहुलियत प्रदान गरे। उनीहरूले चाहिँ मतलब के भने 12 बजे नै टुङ्गो लगाइदिए आफ्नो हडताललाई, आफ्नो आन्दोलनलाई। र त्यतिखेर चाहिँ मतलब के भने दीपक केसी आइपुगे यहाँ एभरेस्टको अगाडिसम्म, यो जुन मार्ग छ, यो बरमल मार्ग भनिन्छ, त्यहाँ आइपुगेर उनलाई उनले त्यहाँ पक्राउ दिए। तर त्यतिखेरसम्म केही बोले पनि उनले। वास्तवमा उनको भनाइ के थियो भने गण्डकीमा बनेको जुन एयरपोर्ट छ त्यसमा 10 अर्ब रुपियाँ घोटाला भएको छ। त्यसको अध्यक्षता, त्यो जाजबुज कमिटीको अध्यक्षता राजेन्द्र लिङ्गदेलले गर्नुभएको थियो। त्यस कारणले उहाँहरूले राजेन्द्र लिङ्गदेललाई समात्नु भयो। र वास्तवमा मतलब के भने विरोधभन्दा बढी अर्को चाहिँ नि भ्रष्टाचार काण्डमा आफूलाई चाहिँ मुच्छा नमारेर चाहिँ म समातेको हो भनेर पनि भन्नुभयो। वास्तवमा यो पनि सिरियस हो। हामीले पनि भनिरहेका छौँ कि गण्डकी प्रोजेक्ट, गण्डकी एयरपोर्टको प्रोजेक्टमा 10 अरब करिब करिब घोटाला भएकै हो, पक्की हो, यसमा फरकै छैन। त्यो खानी को थियो भने अहिले वर्तमानको चाहिँ मतलब के भने शिक्षा मन्त्रीको श्रीमान रविन्द्र, त्यसपछि एमाले र धेरै मान्छेहरूको चाहिँ साँठगाँठ थियो। र त्यो वास्तवमा आवश्यकता नि थिएन। चीन सरकारको ऋण पनि होइन, चीन सरकारको अन्डरमा भएको एउटा बैंक जसलाई प्राइभेट बैंक भनिन्छ, एक्जिम बैंकबाट 2% ऋणमा उठाएको। त्यो 2% ऋण भने यस्तो प्रोजेक्टलाई धेरै महँगो हो। वास्तवमा ऋणको ब्याज दर 1% अथवा 0.5% अथवा 0.25%, यस्तो एकदम 1 भन्दा कम हुनुपर्ने ठाउँमा 2 को चाहिँ नि दरले इन्ट्रेस्ट तिर्ने गरिकन पैसा उठाए। त्यसमा 10 अरब रुपियाँ यिनीहरूले हिनामिना गरे, घुस खाए, पैसा बाँडेर लिए। अब त्यो 10 अरबको ऋण तपाईँले मैले राष्ट्रले तिर्नु परिरहेछ। र त्यो छानबिन गर्नको लागि जो गठन भएको थियो समिति, त्यो समितिको अध्यक्ष थिए राजेन्द्र लिङ्गदेल। राजेन्द्र लिङ्गदेलले मतलब के भने त्यसलाई प्रकाशित गरेर बाहिर आइसकेपछि हङ्गामा मचेको। अब यसमा को तानिन्छन्, के हुन्छ त्यो पनि हेर्नु छ। अब काण्ड त काण्डै काण्ड छ, भ्रष्टाचारकै सिवा काण्ड छैन। र कोही पनि शुद्ध छैन, चाहे त्यो काङ्ग्रेस होस्, चाहे त्यो एमाले होस्, चाहे त्यो माओवादी होस्। उसलाई दोष दिन्छ, उसले उसलाई दोष दिन्छ। तर मान्छे सबै चाहिँ भ्रष्टाचारमा लिप्त छन् भन्ने कुरा प्रष्ट छ। त त्यसैले अब यो आन्दोलनको क्रममा धेरै नै मतलब के भने संयमित अपनाएर शिक्षकहरूले आन्दोलन गरे। त्यसमा कुनै लौरो पनि प्रयोग आएको छैन र सबै निहत्था हात खाली गरेर चाहिँ आएर बसेका छन् र गाना बजाना गरेका छन्, भाषण गरेका छन् र आफ्नो समयसम्म आन्दोलन गरेर निस्केका छन्। र यो बिचमा 2-3 वटा मिटिङ पनि भयो, मिनिस्टरसँग, शिक्षा मन्त्रीसँग भयो, शिक्षा सचिवसँग भयो। र प्रधानमन्त्रीलाई नि गएर उनीहरूले हिजो राति, अस्ति राति भेटे 11 बजे। र त्यसपछि सहमुखलाई नि भेटे। अब मूल कुरा के छ भने विधेयकमा आइसकेको छ
त्यो विधेयक पास हुनु पर्यो भन्ने उहाँहरूको भनाइ हो र त्यो विधेयकमा केही संशोधित भएर अझ पास गर्नुपर्छ भन्ने पनि शिक्षकहरूको माग हो। किन त्यो विधेयकमा मात्र भएकोले पुग्दैन, त्यसैले संशोधित हुनैपर्छ भन्ने शिक्षकहरूको माग छ। त्यो शिक्षकहरूको मागलाई सम्बोधन गरिदिएको खण्डमा शिक्षकहरू जान्थे, विद्यालय खुल्थ्यो र कपी पनि जाँच हुन्थ्यो र विद्यार्थीहरूले पठन पाठन सुरु गर्थे र अब मतलब के भने 11 को लागि विद्यार्थीहरू जो तयार भएको छन् 3-3.5 लाख, त्यो मान्छेहरूले नि समयमै पढ्न सुरु गर्थे भन्ने पनि हाम्रो भनाइ हो। त्यसैले यसलाई चाहिँ नि अलि गम्भीरताका साथ सरकारले लिएर चाँडो चाँडो सम्बोधन गरोस् र शिक्षक आन्दोलनलाई सम्बोधन गरोस् भन्ने हाम्रो भनाइ छ। हस्, धन्यवाद।